जय श्री राधे। ओम अस्मद्गुरुभ्यो नमः। ओम अस्मत्परम गुरुभ्यो नमः। ओम अस्मत्सर्व गुरुभ्यो नमः। ज्ञानानन्दमयं देवं निर्मलं स्फटिकाकृतिम् आधारं सर्वविद्यानां हयग्रीवमुपास्महे। अखिल हेय प्रत्यनिक कल्याणैकतान् श्वेतर समस्तस्तु विलक्षण अनंत ज्ञानानंदैकः स्वरूप परात्पर परमेश्वर श्रीयपति बाल मुकुंद प्रभु को श्री चरणमा साष्टांग प्रणति गर्दै आज हामी हिजोदेखि सुरु भएको पुरुषोत्तम महिनामा आज द्वितीय दिवसको कथा लिएर म यहाँ उपस्थित भएको छु। हिजो हामीले प्रथम अध्यायको कथा श्रवण गरेका छौं। त्यसमा हामीले नैमिषारण्य क्षेत्रमा 88,000 ऋषिहरूले अनुष्ठान गर्न तयार हुनुभएको तथा त्यस क्षेत्रमा सुतजी महाराज पनि पुग्नु भएको भनी कथा सुन्यौं। त्यसपछि सुतजी महाराजले आफू विभिन्न स्थानमा तीर्थाटन गर्दै गर्दै हस्तिनापुर पुगे तथा राजा परीक्षित पुण्यदायी गंगा किनारमा जानुभयो भन्ने थाहा पाई श्री सुतजी महाराज पनि केही सोध्ने इच्छाले त्यहाँ जानुभयो तथा त्यस स्थानमा महर्षि व्यासका पुत्र श्री सुखदेवजी महाराज आउनुभएको र उहाँको सेवामा 88,000 ऋषिहरूले सेवा अर्चना गर्नुभयो भन्ने कथा हिजोको प्रसङ्ग हामीले सुन्यौं। अब आज यो कथा प्रारम्भ हुन्छ। सुतजी महाराज भन्नुहुन्छ, हे ऋषिहरू, जब म त्यहाँ थिएँ परीक्षित महाराजले सुखदेवजी महाराजलाई अत्यन्तै पुण्य दिनेवाला श्रीमद् भागवत महापुराणको बारेमा बताइदिन भनी भन्नुभयो तथा श्री सुखदेवजी महाराजले भन्नुभएको श्रीमद् भागवतको कथा सुनि सकेपछि म पनि यज्ञ गर्ने ऋषिहरूको दर्शन गर्न भनी यहाँ आएको छु। तब ऋषिहरूले भन्नुभयो, हे सज्जन सुतजी महाराज, अब अरू सबै कुरा छोडी हामीलाई यो बताइदिनुहोस् कि हजुरले सुन्नु भएको अर्थात् व्यासजीको मुखारविन्दबाट सुन्नु भएको अमृत रूपी वाणी भनौँ या अमृत भन्दा पनि हितकारी कथा रूपी जुन वाणी छ त्यो हामी सुन्ने इच्छा राख्दछौँ। सुतजी महाराज भन्नुहुन्छ, हे ऋषिजन, म विलोम जातिमा उत्पन्न भएको भए पनि धन्य छु जो हजुरहरू जस्ता ज्ञानी सज्जन श्रेष्ठ पुरुषहरू पनि मसित प्रश्न गर्नुहुन्छ या भनौँ सोध्नुहुन्छ। सुतजी महाराज भन्नुहुन्छ, भगवान व्यासको मुखारविन्दबाट जो मैले सुनेको छु त्यही कुरा म हजुरहरू समक्ष प्रस्तुत गर्ने नै छु। सुतजी महाराज भन्नुहुन्छ, हे ऋषिगण, एक समय नारद मुनि नरनारायणको आश्रममा जानुभएको थियो जुन आश्रममा धेरै तपस्वीहरू सिद्ध योगीहरू तथा देवताहरूले भरिएको थियो तथा त्यहाँ बयर बर्रो अमला बेल आदि अरू वृक्षहरूले सुशोभित भएको थियो। भगवान विष्णुको चरणोदक वाले गंगा अलकनन्दा पनि त्यहीँ हुनुहुन्थ्यो। त्यहाँ नारद मुनि पुगेर महामुनि नारायणलाई साष्टाङ्ग दण्डवत गर्नुभयो। परब्रह्ममा मन लगाउनुभएका इन्द्रियलाई जित्नुभएका काम क्रोध लोभ मोह मद मात्सर्य आदि 6वटै शत्रुलाई आफ्नो वशमा पार्नुभएका श्रीमन्नारायणलाई दुवै हात जोडेर नारदजीले स्तुति गर्न लाग्नुभयो। नारदजी भन्नुहुन्छ, हे प्रभु, हे जगन्नाथ, हे कृपासागर, हजुर नै सत्य हुनुहुन्छ। हजुरलाई मेरो नमस्कार छ। म हजुरको शरणमा परेको छु। हजुरले गर्नुभएको जो तपस्या छ त्यो त सम्पूर्ण प्राणीहरूको शिक्षाको लागि मात्र हो। कलियुगमा एउटाले गरेको पापले पृथ्वी डुब्दछ भने एउटाले गरेको पुण्यले पृथ्वी तर्दछ पनि। कलियुगमा सबै प्राणी भोग विलास आसक्तमा जानी नजानी फसेका छन्। यो पनि मेरो, त्यो पनि मेरो, सबै मेरो, सारा संसार नै मेरो भनी फसेका छन्। यिनीहरूको उद्धारका लागि जो छ त्यो कल्याण गर्नेवाला सबै बताइदिन सक्नुहुन्छ भनी म यहाँ ब्रह्मलोकबाट आएको छु। नारदजी भन्नुहुन्छ, हे प्रभु, हजुर उपकार प्रिय हुनुहुन्छ अर्थात् उपकार गर्न तत्पर हुनुहुन्छ भन्ने कुरा वेद जस्तो महान शास्त्रमा पनि भनिएको छ। त्यसकारण मनुष्य मात्रको परोपकारको लागि पुण्य कथाहरूको सार मात्र यतिखेर बताइदिन सक्नुहुन्छ जसको श्रवण मात्रले
भयरहित मोक्षको प्राप्त हुन्छ। नारद मुनिको वचन सुनि भगवान नारायण मुस्कुराउँदै सारा संसारलाई मोक्ष प्रदान गर्ने कथा भन्न थाल्नुभयो। हे नारद मुनि, आज म हजुरलाई यस्तो विशेष पुण्यदायी पुरुषोत्तम महिनाको कथा या भनौँ महात्म्य श्रद्धा भक्ति साथ भन्दछु। हजुर ध्यान दिएर सुन्नुहोस्। यो पुरुषोत्तम महात्म्यले दरिद्रताको नाश गर्छ, कीर्ति बढाउँछ तथा अन्त्यमा मोक्ष दिनेवाला छ। त्यसकारण यस पुरुषोत्तम महिनाको सेवा व्रत नियम आदि आचरणमा रही गर्नुपर्दछ। तब नारदजी भन्नुहुन्छ, हे प्रभु, यो पुरुषोत्तम महिना कुन देवताको नामबाट आउँछ र यस महिनाको के महत्त्व छ? यो अत्यन्तै अद्भुत र आश्चर्य लाग्दो जस्तो छ। यस कारण यसका बारेमा हजुरले मलाई विस्तारपूर्वक बताइदिनुहोस्। सुतजी महाराज भन्नुहुन्छ, नारद मुनिको यस्तो वचन सुनि भगवान नारायणले पुरुषोत्तम महिनाको बारेमा भन्न थाल्नुभयो। भगवान भन्नुहुन्छ, पुरुषोत्तम भन्ने महिना यो नाम पनि कारणयुक्त छ। पुरुषोत्तम महिनाको स्वामी पनि दयाका सागर पुरुषोत्तम नै हुनुहुन्छ। यसै कारण यो महिनालाई ऋषिहरूले पुरुषोत्तम मास या महिना पनि भन्दछन्। यस पुरुषोत्तम महिनाको व्रत गर्नाले पुरुषोत्तम भगवान प्रसन्न हुनुहुन्छ। नारद मुनि भन्नुहुन्छ, हे प्रभु, वैशाखदेखि चैत्रसम्म सबै महिनाको स्वामी हामीले सुनेका छौँ, तर यस पुरुषोत्तम नाम गरेको महिनाको न मैले सुनेको छु न त यसको बारेमा केही थाहा छ। यसकारण हे प्रभु, पुरुषोत्तम महिना भनेको कुन महिना हो? यसको स्वामी कृपाका खानी पुरुषोत्तम कसरी हुनुभयो? यो सबै कुरा मलाई बताइदिनुहोस्। र यस महिनामा के गर्नुपर्छ, के गर्नु हुँदैन, के दान गर्नुपर्छ, कसको पूजा गर्नुपर्छ, आराधना गर्नाले कुन देवता खुसी हुनुहुन्छ? किनकि यस कलियुगमा कति व्यक्ति रोगी हुन्छन्, कति ढोङ्गी हुन्छन्, कति नपढेका हुन्छन्, कति कामुक हुन्छन्, कति टुहुरा हुन्छन्, कति लुला लङ्गडा हुन्छन्। हे प्रभु, यो सब देखेर म अत्यन्त दुखित भएको छु। यसकारण म माथि दया राखेर यो सब कुरालाई रक्षा गर्नका लागि हजुरले विस्तारपूर्वक बताइदिनुहोस्। किनकि हजुर सारा कुरा जान्नुहुन्छ र सारा तत्त्वहरूको खानी पनि हुनुहुन्छ। सुतजी महाराज भन्नुहुन्छ, यस्ता प्रकारले ब्रह्माका छोरा नारदले भनेको समस्त मनुष्यको कल्याणको कारण भएको परोपकारी कुरा श्री भगवानले नरम वचनले भन्नुहुन्छ। जय जय श्री बृहन्नारदीय पुराणे पुरुषोत्तम महात्म्ये नन्दिकेश्वरार्थे श्रीमन्नारायण नारद संवादे प्रश्न विधि नाम द्वितीय सभा। श्री कृष्ण गोविंद हरे मुरारे, हे नाथ नारायण वासुदेव, अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति। यस्तै प्रकारले आज हामीले द्वितीय अध्यायको प्रसङ्ग श्रवण गरेका छौँ, जसमा नारदजीले भगवान नारायणलाई पुरुषोत्तम महिनाको बारेमा विशेष जिज्ञासा प्रस्तुत गर्नुभएको छ। यस्तै गरी अब भोलि हामी तृतीय दिवसको कथा लिएर हजुरहरू समक्ष आउनेछौँ। जय श्री राधे। यस्तै गरी हजुरहरूले हाम्रो च्यानल सब्सक्राइब या फलो गर्नुभएको छैन भने भक्ति ज्ञान टिभी सब्सक्राइब वा फलो गर्नुहोला। राधे राधे।